अहिले हामी ठ्याक्कै धनकुटाको चित्रे बजार यहाँबाट हामी ठ्याक्कै तेह्रथुमको लागि प्रस्थान गर्दैछौँ। हाम्रो सहकर्मी साथीहरू हुनुहुन्छ। हामी ठ्याक्कै चित्रेमा छौँ। एकदम होसु छ। यो हाम्रो उदयपुर जिल्लामा अहिले ठ्याक्कै एकदम 29 देखि 32 डिग्री सेल्सियसको तापक्रम भए तापनि यहाँ एकदम होसुको एकदम छ। यो एकदम रमणीय चिसो छ। यसको लागि हामी जुन आजको पहिलो यात्रा छ, यात्रा एकदम रमणीय र फलदायी रहेको छ र सबैलाई हामी यो जसले भिडियो हेर्नु भएको छ उहाँलाई धन्यवाद दिन चाहन्छौँ। र यसपछि हामी ठ्याक्कै गुराँसे हुँदै तिनजरे पुगिरहेका छौँ र तिनजरेपछि हाम्रो अर्को भिडियो आउनेछ। त्यसको लागि प्रतीक्षा गर्नु होला।